Hi guys, welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला म पनि यहाँ सन्चै नै छु and after long time मैले चाहिँ भिडियो बनाउँदै छु अनि हामीहरु चाहिँ कता जान आँटेको by the thumbnail and title देखि नै हजुरहरुले पक्कै पनि थाहा पाइसक्नु भयो होला. So डिले नगरिकिन हजुरहरुलाई म भिडियो तर्फ लान्छु है. अनि हेर्नुस् न आज धरानको वेदर पनि एकदम उता छ क्लाउडी भनौं के भनौं हैन. अब पुसको महिना पनि हो, अफ कोर्स जाडो पनि हुन्छ. सो हेर्नुस् न वेदर एकदमै यस्तो छ. अनि हाम्रो क्यूट मेम्बर यहाँनिर लुसी पनि बसिरहेको छ. अनि यहाँनिर चाहिँ पुरा वेदर यस्तो भइरहेको छ साथीहरु. सो यस गाइज, अब हामीहरुको चाहिँ गाडी आउन आँटेको छ अनि गाडी आइसकेपछि हजुरलाई म मेरो भाइ बहिनीहरु मेरो साथीहरु पिकअप गर्छु. सो हजुरलाई म देखाउने छु है त. साथसाथै म हजुरलाई पनि लाने छु हामी कता जाँदै छौं भनेर. ओके, मेरो हस्बन्ड पुरा यहाँनिर यता हेर त. ओ माय गॉड, तिमी कहाँ जान आँटेको? माउन्ट एभरेस्ट? हिमाल? बाप रे बाप, त्यतिवटा ज्याकेट धन्काएर नलगाउँदा हुन्छ हो. एउटा हुडी मात्र लगाएर हैन न, त्यो अर्को चाहिँ बोक्नु पर्छ के, के हुँदैन. आमामामामा खै न्यू सुज देखाइदेऊ त. न्यू सुज अरे यो चाहिँ, न्यू प्यान्ट्स. आमामाम, हामी कतातिर जाँदैछौँ है, भिडियोदेखि देखाउनु पर्छ हामी. म चाहिँ यतिकै जाँदैछु बिकज इट लिटरली कोल्ड आउटसाइड. अनि हेर्नु न कस्तो राम्रो छ यो. सो यो चाहिँ यो लुगाहरू यो छ हैन, यो ट्राउजर छ. यो ट्राउजर चाहिँ मरून कलर, चकलेटी मरून त्यस्तो टाइपको छ. सो हजुरहरूलाई मैले कहाँदेखि किनेको भनेर पर्चेस गरेको भनेर म हजुरहरूलाई लिंक पठाइदिन्छु. लिंक चाहिँ डिस्क्रिप्सन बक्समा हालिदिन्छु. सो सरी, मैले देख्नु कति पछि भिडियो बनाएर हो क्या यस्तो भयो क्या, मलाई माइन्ड नगरिदिनु होला. एन्ड आई जस्ट वेयर ब्युटिफुल दिस इयररिङ्स, व्हाइट कलरको अल टाइम फेभरेट मेरो यो. किनकि यो चाहिँ लाइक इज एन्ड एभ्री के भन्छ आउटफिटसँग चाहिँ सुहाउँछ. सो या, एन्ड हामीहरूको फोटो त्यो चाहिँ इन्गेजमेन्टको कति प्रिटी देखिरहेको छ. अनि यो फोटो चाहिँ यो चाहिँ फ्रेम चाहिँ हामीहरूको मुना बहिनीले दिनुभएको. मेरो बहिनी, मेरो मामाको छोरी. थ्याङ्क यू सो मच है, सो क्युट देखेको छ है. अब के भन्नु. हाय गाइस, हामीहरू घरमा आइसकेको छौँ. अब खुबिन बुहारी मुना आउँदैछ. मुनाहरू बुहारी हामीहरू चाहिँ जाँदैछौँ. मुना खुबिन मुने हाय भन्न. हेलो बुहारी हाई भन. हामी चाहिँ जाँदैछौँ है. अब पुगिसकेपछि देखाउँछु. हामीहरू चाहिँ यहाँ आइपुगिसकेको छौँ बिके फुड्स अङ्कलहरूसँग, किनभने अलिकति रेस्ट गर्नको लागि. हालत पतला भयो. यहाँ जाँदैछु. अब कफी सफी खानुपर्छ. अयो राम्रो रहेछ खानेकुराहरू. हाम्रो नयाँ गाडी हेर्नु सक्नुहुन्छ. यस्तो गाडी हो मासला, गाडी हेर्नु सक्नुहुन्छ. यस्तो दामी गाडी किनेको छौँ कि हामीले. मात्र पर्यो 3 मिलियन है. यो चाहिँ 3 मिलियनको हो, 3 मिलियन हो यो. अनि देख्नु सक्छ गाइसहरू, म चाहिँ पानी बोकेर हिँड्दैछु. अब भरे गाह्रो पर्छ क्या सबै यहाँ हाम्रो जनजातिहरूलाई. यिनीहरू सबैजना जनजातिहरू हो, त्यसमा पानीहरू बोकिरहेको छु. भरे गाह्रो हुन्छ यहाँनिर पितालाई.
ओके गाइस, हामीहरू चाहिँ यहाँ अहिले कन्यामा आइसकेको छौँ। अनि म त यहाँ आएको थिइनँ हौ, यहाँपट्टि भर्खर नयाँ त बनाएको होला यो होइन। वेदरले चाहिँ एकदमै साथ दिइरहेको अहिले। वाउ, हेर्नुहोस् गाइजहरू, सो ब्युटिफुल। कन्याम हामीहरू चाहिँ अन्तु आइसक्यौँ। श्री अन्तु हेर्नु यहाँनिर देख्न सक्नुहुन्छ। अनि मलाई जानु मन परेको बेस्ट काम चाहिँ उता पर छ। अब हामी जान्छौँ, हेर्छौँ, बुझ्छौँ है, कटेजहरू पनि बुझ्छौँ कहाँ कहाँ राम्रो छ के छ भनेर है। अनि एकदम खुसी लाग्यो, कति पछि आएको। अब भरे यो पनि खेल्नुपर्छ हामी, यो पनि खेल्नु मलाई पुरा एक्साइटेड भइरहेको छ। भन्छ नि तपाईँहरूले सपना देख्नुपर्छ, सपना देखेपछि सबै कुरा राम्रो हुन्छ भन्छ नि। हेर्नु न, मैले 360 क्याम्पमा आउँछु भनेको थिएँ। हेर्नु त बेस्ट क्याम्प। ओ माई गड, सो ब्युटिफुल। अब झन् राति त झन् दामी दामी देख्छ होला। ओ माई गड, हेर्नुहोस् न उताबाट हेरौँ न, ताल पनि कस्तो राम्रो देखिरहेछ है। वाउ। गाइजहरू, हामीहरू चाहिँ फाइनली यहाँ अन्तु कटेजमा बस्न आँटेको छौँ। बिकज लाइक अल यहाँनिर प्याक फुल बुक्ड भएको रहेछ यता वरिपरि यो पोखरीको छेउतिर। सो फाइनली हामीले चाहिँ पाएको छौँ। अब दुःख सुख हामी चाहिँ बस्ने नै छौँ। अनि के हुन्छ कसो हुन्छ भन्ने छौँ हामीलाई। हान्छौँ यता हेर्नु त। तर यति गाह्रो भयो कि, तर यति चाहिँ रहेछ। म के भन्न चाहन्छु भने अन्तुमा लिटरली धेरै नै कटेजहरूको फी चाहिँ एकदमै महँगो लाग्यो मलाई चाहिँ। सो सबैलाई चाहिँ म के भन्न चाहन्छु भने अलिक अन्तुको कटेजको पैसा चाहिँ अलिक घटाउनु पर्ने देखियो। अल ओभर लाइक सबै राम्रो नै छ। अनि त्यही हो, यहाँ हेर्नुहोस् न यस्तो राम्रो छ। अनि यहाँ अन्तु कटेजको चाहिँ अङ्कलहरू एकदमै राम्रै हुनुहुँदो रहेछ। जे होस् हामीहरूलाई चाहिँ यहाँ फुल्ली डिस्काउन्टमा बस्नु दिनुभएको छ। सो अलिकति टाढा हिँड्नु चाहिँ पर्छ है गाइजहरू, हेर्नुहोस् न। थ्याङ्क यू मेरो बहिनी मुनाले दिएको है, यो चाहिँ स्पेसली। थ्याङ्क यू मेरो भाइ र बुहारीले दिएको। म एकदम एक्साइटेड भएर ओपन गरिहाल्छु न। हतार म चाहिँ मेरो सुरुमा होइन कस्तो ओपन गरोस् के हुँदैन। राम्रो छ, मलाई मन पर्यो भने म खुसी भइहाल्छु नि। सिम्पल छ क्या। राम्रो छ नि, कस्तो राम्रो छ। नट ब्याड, कस्तो राम्रो लाग्यो मलाई मुना। अन्त सिम्पलै राम्रो नि, कस्तो राम्रो होइन, राम्रो छ है, राम्रो छ हौ। सिम्पल राम्रो लाग्यो। थ्याङ्क यू मुना। हेर्नु न कति राम्रो छ है। अब म यही लगाएर भोलि घर जान्छु। अब बुहारी र उता भाइको हेर्नु न प्याकेजिङ यहाँनिर, हेर्नु न प्याकेजिङ। ओ माई गड, कस्तो मेहनत छ है यो चाहिँ है। नसुदी लगाएको जस्तो छ यो पक्का। छैन खासै हो। के रहेछ हौ, के हो? गेस गर्नु न। गेसै गर्नु सकेको छुइनँ। हेर्नु एक्साइटेड सधैँ चलाइराख्ने त हो। परफ्युम यस हो। फेरि यस भन्दै हाल्छ बुहारीले चाहिँ। अनि फेरि बुहारीले यस भन्दै हालेको क्या। अनि के थियो यो के को कोब्राको उल्टो खोल्छ है। त्यहाँले यहाँ प्याकेजिङ कोब्राको छ त नि, खुट्टामा लाउनु छ भनेर। ए प्याकेट चाहिँ फाल्ट्यो। के भयो?
लिकेज हल्लिएर पोख्यो होला नि राम्रो छ लास्टमा बस्यो उही राम्रो छ यो यस्तो त टिक्छ टिक्छ यो त दाइलाई नि टिक्दो रहेछ स्मेल उयो राम्रो टिक्छ हौ यो त मलाई थाहा पाइसकेँ कहाँ अन्धारो हानेको टिक्छ क्या यो मलाई थाहा छ ल थ्याङ्क यू सो मच म एकदम पर्फ्युम लभर पनि हो क्या एउटा कुरा आई सजेस्ट देम हजुरहरूलाई म के भन्न चाहन्छु भने मलाई गिफ्ट दिनु मन छ भने पर्फ्युम दिनु होला म चाहिँ एकदम पर्फ्युम लभर हो ए हो ल सुनिरहेको छु म मलाई प्राय मन पर्छ। घुमिरहेछ ओइ सच्ची राम्रो छ यो भने टिक्छ यो मलाई थाहा छ यो टिक्छ पुरै राम्रो लङ लास्टिङ खालके हो क्या यो महँगो पर्यो होला हौ किन यस्तो त्यस्तो दिएको होला हौ रेडी हो न हामी चाहिँ अब 360 बेस क्याम्पतिर लाग्दैछौँ राम्री राम्री भएर यस्तो जाडोमा है गुड मर्निङ गाइस हामीहरू चाहिँ पुरा सुतिरहेको छौँ किनभने एकदमै थाकेको थियौँ हेर्नुहोस् न सबैजना सुतिरहेको छ घाम पनि झुकिरहेको छ अहिले चाहिँ यहाँ 8 बज्न आँटेको छ अब उठेर हामी फ्रेसन अप हुन्छौँ चियाहरू खान्छौँ अनि जान्छौँ राति चाहिँ अलिक मजाले देखेको थिएन सो राइट नाउ कस्तो राम्रो देखिरहेको छ यो चाहिँ हामी बसेको कटेज कस्तो राम्रो छ हेर्नुहोस् न चियाबारी कस्तो राम्रो छ है माथिको त्यो डाँडाको पनि त्यहाँनिर नि कटेज छ त्यो चाहिँ लोकल कटेज रहेछ एन्ड गाइस तपाईँहरू यदि यहाँनिर आउनु हुँदैछ भने इफ यु गाइज आर प्लानिङ फर लाइक अ ट्रिप लाइक श्रीअन्तुमा विथ फ्यामिली फ्रेन्ड्स है तपाईँहरूले हामीहरूको लाइक गाडी बुक गर्न सक्नुहुनेछ सो म चाहिँ नम्बर डिस्क्रिप्सन बक्समा राखिदिन्छु अनि साइडमा फोटो पनि राखिदिन्छु हामीले चाहिँ लाइक युवा फ्यामिलीले चाहिँ रिसेन्टली वी लाइक बाई द स्कर्पियो बस अनि त्यो बस चाहिँ लाइक टुरको लागि पनि लान सक्नुहुन्छ लाइक बुक गर्न सक्नुहुन्छ लाइक फर वेडिङ जेको लागि पनि सो इट्स मोर कम्फर्टेबल अनि नयाँ पनि हो सो डोन्ट मिस यर चान्स अनि त्यही हो हामीहरू चाहिँ त्यही गाडीमा आएको एन्ड एकदमै रमाइलो पनि भयो अनि यस हेर्नुहोस् न कस्तो राम्रो छ यहाँनिर ओके गाइस हामीहरू चाहिँ कटेजदेखि पनि बिदा मागिसकेको छौँ एन्ड हेर्नुहोस् न हामीले के बाई गरिरहेको छौँ यहाँनिर तितिरी छ तितिरी मलाई एकदम मनपर्छ अनि हामीले लोकल किवीको रक्सी पनि किनेको छौँ अनि यहाँ हामी चाहिँ बोटिङ चढ्न आँटेको अब यहाँ हेर्दै खानु त बोटिङ चढेर चाहिँ हामीहरू कन्यामतिर जान्छौँ अनि कन्याममा पुगेर हजुरहरूलाई देखाउँछु है त बाई
माग्छ र मलाई मात्रै आउने रे ओके गाइस हामीहरु बोटिङ गर्दैछौँ कुनामा लगेको अनि कुनाबाट कुना कुना लाने वाउ कस्तो रमाइलो बीचबाट लग्नु नि सक्नुहुन्छ चिया बगानमा हामी सबैजना यहाँ फोटो खिच्दैछौँ हेर्नु न यता वरिपरि देखाइदेऊ सो ब्युटिफुल अब फोटोहरू खिच्छौँ अनि त्यसपछि खाना खान जान्छौँ है त गाइजहरू ओके गाइस म चाहिँ घर पनि आइसकेको छु एन्ड हामीहरू चाहिँ फ्रेसन अप भएर बसी पनि सकेको छु सो हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो प्लिज कमेन्ट गरिदिनु होला अनि एकदमै चिसो बढिरहेको छ सो सबैजना वार्म भएर अलिकति आफूलाई सेफ भएर बस्दिनु होला अनि तातो पानीहरू मात्र खानु होला बाहिर धेरै नडुल्नु होला है अनि यति भन्दै थ्याङ्क यू सो मच बाई सी यू नेक्स्ट भिडियो बाई